राज आफ्नो फोनमा व्यस्त छ। आमा खाना बनाउँदै हुनुहुन्छ। आमाले, राज फोन छोडेर यता आऊ, तँलाई केही भन्नु छ। राजले, फोनबाटै नहेरी के छ आमा, म व्यस्त छु। आमा गम्भीर स्वरमा भन्न थाल्छन्, सुन, आज साँझ सरितासँग त कहाँ जान खोज्दैछस्? राज अझै फोनमै व्यस्त भएर पार्कमा घुम्न जाने सोचमा छु आमा। आमा फेरि चिन्तित हुँदै भन्छन्, पार्कमा त्यो ठुलो पिपलको रुख छ नि, त्यहाँ सूर्य अस्तपछि नजानु है। राज हाँस्दै, आमा यो के पुरानो जमानाको कुरा गर्नु भएको? 21औं शताब्दीमा यस्ता कुरामा विश्वास गर्नुहुन्छ? आमा गम्भीर हुँदै, राज मजाक नगर है, पिपलको रुखमा रात पर्दा आत्माहरू बस्छन्, हाम्रा पुर्खाहरूले भन्ने गर्थे। राज उठ्दै, आमा यस्ता कुरामा विश्वास गर्ने जमाना गयो, अब यो साइन्सको युगमा यस्तो भूतप्रेतको कुरा नगर्नु है त। राज ढोकातिर लाग्छ। आमा आवाज उठेर, राज कम्तीमा सूर्यास्त अगाडि घर चाहिँ फर्किए है त। राज र सरिता पार्कको बिचमा बसेर कुरा गर्दैछन्। पार्कको बिचमा एउटा विशाल पिपलको रुख छ। सरिता, यो पार्क कति सुन्दर छ है, त्यो पिपलको रुख त झन् अद्भुत छ। राज हो नि, तर मेरो आमाले भनिन् सूर्यास्तपछि यो रुख नजिक नजाने रे। सरिता हाँस्दै, किन त? राज भूतप्रेत बस्छ रे। हाँस्दै, कस्तो अन्धविश्वास। आकाश रातो हुन थाल्छ, सूर्यास्त हुन लागेको छ। सरिता, हेर कति सुन्दर सनसेट, फोटो खिच्न मन लाग्यो। राजले, हुन्छ त्यो रुखको नजिक गएर खिचौँ न त, ब्याकग्राउन्ड पनि राम्रो आउँछ। तिनीहरू पिपलको रुखतिर जान्छन्। सूर्य अस्ताउँदै रुखको छाया लामो हुँदै हावा चल्न थाल्छ। सरिता फोटो खिच्दै, पर्फेक्ट, यो ठाउँ कति रोमान्टिक छ। अचानक तेज हावा चल्न थाल्छ, रुखका पातहरू सुसुराउँछन्। राज हावा देखेर अलि जोडको हावा चलेको जस्तो उसलाई महसुस हुन्छ। सरिता, हुन्छ नि, तर यो आवाज रुखतिर हेर्दै कस्तो अनौठो छ। पातहरूको सुसुराहटमा मिसिएर कुनै अनौठो आवाज आउँछ, जस्तै कोही कानफुसी गर्दै रहस्यमय आवाजमा धेरै हल्का स्वरमा, जा त यहाँबाट गइहाल भनेको जस्तो। राज रोकिएर, तिमीले केही कुरा सुन्यौ त? सरिता, के? राज, कुनै आवाज आएको जस्तो लाग्यो। सरिता, हावाको आवाज होला। अझै केही फोटो खिचौँ न। सूर्य पूर्ण रूपमा अस्ताउँछ, अन्धकार बढ्दै जान्छ। उनीहरू त्यहाँ बसेर फोटो खिचेको पनि धेरै टाइम भइसकेको थियो। पार्कमा स्ट्रिट लाइटहरू बल्छन्, तर पिपलको रुख वरपर अन्धकार छ। राज फोन हेर्दै, ओहो 7:30 भइसकेको रहेछ, आमाले घर आउन भनेकी थिइन्। सरिता, अझै केही बेर बसौँ न, कति शान्त छ यहाँ भन्छन्। अचानक रुखबाट केही चिजहरू खस्छन्, सुक्खा पातहरू होइन, केही ठुलो चिज। राज डराएर, के थियो त्यो? सरिता, पात खसेको होला नि। राज, तर यो आवाज पातको त होइन। तिनीहरू हेर्छन्, रुखको मुनि केही कालो आकारको देखिन्छ, स्पष्ट देखिँदैन। राज उठ्दै, जाउँ यहाँबाट, हिँडौँ भन्छ। सरिता हाँस्दै, तिमी डराएको, तिम्रो आमाले भनेको कुराले तिमीलाई असर गरे जस्तो छ भनेर उसलाई गिज्याउन थाल्छिन्। अचानक तिनीहरूको वरिपरि हावा रोकिन्छ, एकदमै शान्त हुन्छ, अनौठो मौनता छाउँछ। रहस्यमय आवाज अझ स्पष्ट, तिनीहरूलाई भनेको थिएन यहाँ नआऊ भनेर। सरिता डराएर राजको हात समातेर, राज यो के थियो? राज घाँटी सुक्दै, मलाई थाहा छैन। रुखका हाँगाहरूमा हावा नचलेको भए पनि हल्लिन थाल्छन्, जस्तै कोही चढेको छ। राज फुसफुसाउँदै, सरिता बिस्तारै यहाँबाट निस्कौँ। तिनीहरू पछाडि हट्न थाल्छन्, तर तिनीहरूको छाया तिर तानिएको जस्तो देखिन्छ। सरिता, राज मेरो छाया हेर न। सरिताको छाया रुखको दिशामा लामो भएर तानिएको देखिन्छ। राज आँखा चिम्लिएर खोल्दै, यो के भइरहेको छ? अचानक रुखको तल्लो भागमा एउटा अनुहार जस्तो देखिन्छ, रुखको बोक्रामा रहस्यमय आवाज, धेरै नजिकबाट, तिमीहरूले सुनेनौ चेतावनी। सरिता चिच्याउँदै, आहा आहा। राज, त्यो के छ? तिनीहरू दौडन थाल्छन्, तर तिनीहरूको गदुली ढिलो भए जस्तो लाग्छ। तिनीहरू दौडिरहेका छन्, तर रुखका छायाहरू तिनीहरूलाई पछ्याउँदै जस्तो देखिन्छ। राज आफै, सरिता दौड, जति छिटो सक्छौ दौड। तिनीहरूको पछाडि केही आवाज आउँछन्, पातहरू खसेको, हाँगाहरू भाँचिएको। सरिता, राज, केही हामीलाई पछ्याइरहेको छ। तिनीहरू पार्कको गेटतिर पुग्छन्, तर गेट बन्द छ। राज गेट धकेल्दै खोल्दै, के गर्ने? सरिता, फोन गर, कसैलाई कल गर। राज फोन निकाल्दै, नेटवर्क नै छैन त भन्छ। तिनीहरूको पछाडि आवाज नजिकै आउँदै गरेको उनीहरूले महसुस गर्छन्। रहस्यमय आवाज, अब धेरै नजिकबाट, तिनीहरूलाई भाग्न सक्दैनौ, अब तिमीहरू हाम्रो संसारमा छौ भनेर भन्छ। अचानक एक बुढा मान्छे प्रकट हुन्छन्। बुढा मान्छे, यहाँ के गर्दैछौ? तिमीहरू सूर्यास्त पनि यो ठाउँ छोड्नुपर्छ। राज राहत पाएर, हजुर हामी जान खोजिरहेका छौँ, तर गेटमा। बुढा मान्छे, त्यो रुख, त्यहाँ धेरै वर्ष अगाडि एक दुर्घटना भएको थियो, एउटी केटीको मृत्यु भएको थियो, त्यसपछिदेखि उसको आत्मा त्यहाँ बस्छन्। सरिता, के भन्दै हुनुहुन्छ? बुढा मान्छे, रात पर्दा उसले मानिसहरूलाई आफ्नो संसारमा लैजान खोज्छे, त्यसैले गाउँका मानिसहरूले सूर्यास्तपछि पिपलको रुख छोड्छन्। अचानक बुढा मान्छे हराउँछ। राज, हजुर कहाँ जानुभयो? सरिता, राज उहाँ त हराउनु भयो त। रुखबाट एउटी केटीको आवाज आउँछ, दुखी र रिसाएको। आत्माको आवाज केटीको स्वर जस्तो
तिमीहरू किन आयौ यहाँ? म एक्लै छु। धेरै समयदेखि मलाई साथी चाहिन्छ। राज साहस जुटाउँदै हामी तिमीलाई कुनै हानि गर्न आएको होइनौ, बस जान्न चाहन्छौ। आत्माको आवाज जान्न कोही जान पाउँदैनौ, सबै यहीँ बस्छन् मसँग। रुखका जराहरू माटोमा निस्केर तिनीहरूका खुट्टा समात्न खोज्छन्। सरिता आहा आज राज केही मेरो खुट्टा समातिरहेको छ। राज सरितालाई तान्दै छुट कुनै न कुनै तरिकाले यहाँबाट निस्किनै पर्छ। राजले आफ्नो फोनको टर्च बाल्छ। उज्यालोमा रुखका जराहरू फर्किन्छन्। राज उज्यालोले डर लाग्छ यसलाई। तिनीहरू टर्च लिएर गेटतिर दौडन्छन्। अचानक गेट खुल्छ। आत्माको आवाज टाढिँदै तिमीहरू फर्केर आउनेछौ, म पर्खिरहनेछु। तिनीहरू पार्कबाट बाहिर निस्कन्छन्। घर फर्किएपछि रात 9 बजे राज घर पुग्छ। आमा पर्खिरहेकी हुन्छन्। आमा चिन्तित भएर राज कहाँ थियो यति बेलासम्म? कति चिन्ता भइरहेको थियो। राज हाँप्दै आमा तपाईँ सही भन्नुहुन्थ्यो, सूर्यास्तपछि साँच्चै नै त्यहाँ त। आमा के भयो, के देख्यौ? राज बस्दै आमा अब म तपाईँको हरेक कुरा पालना गर्नेछु। पुर्खाहरूको भनाइमा अर्थ छ। आमा राजको निधारमा हात राखेर ठिक छ, अब सबै ठिक छ, तर याद राख पुराना परम्पराहरू व्यर्थ होइनन्, तिनका पछाडिका कारणहरू छन्। राज आफ्नो कोठामा जान्छ तर ढोकामा फर्केर हेर्छ। राज आमा त्यो पार्कमा फेरि कहिले जान्न? आमा राम्रो कुरा, र अबदेखि सूर्यास्तपछि घरै बस्नु। राज र सरिता अर्को पार्कमा दिउँसोको समय। सरिता त्यो दिनको कुरा सम्झिन्छे। राज कसरी बिर्सिन सक्छु? अझै पनि सपनामा त्यो आवाज आउँछ। सरिता मैले मेरो साथीहरूलाई भने तर कसैले पत्याएनन्। राज पत्याए हामीलाई थाहा छ सत्य के हो। अब म हाम्रो बुजुर्गहरूको हरेक